सो वेलकम ब्याक टु माई युट्युब च्यानल गाइस। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्छु र म पनि सन्चै छु। ब्लग गर्न त्यति साह्रो इजी नै छैन गाइस। किन भन्दा ब्लग गर्नलाई फर्स्ट अफ अल तपाईँहरू आफ्नो जब गर्ने मान्छे हो भनेपछि छुट्टी मिल्नु पऱ्यो है। अब छुट्टी मिल्यो भनेपछि यो ठाउँमा लोकेसन छैन गाइस। त्यही भएर फर्स्ट अफ अल लोकेसन नि चाहियो र छुट्टी पनि चाहियो, भ्लग गर्नु सकिन्छ बल्ल। अनि अर्को कुरा के भनिरहेको थिएँ मैले, त्यही हो। अब तपाईँहरूले माया देखाउनु पर्यो। मेरो फर्स्ट भिडियो आइसक्यो, सेकेन्ड भिडियो है। तपाईँहरूले माया देखाउनु पऱ्यो। आउँछु ब्लग अब तपाईँले भन्दाखेरिमा है कन्टेन्ट एउटा ब्लगको टपिक हुन्छ कि। अब ब्लग डेली ब्लग जस्तै हो यो त है। अहिले खासै टपिक त केही छैन, त्यत्तिकै तपाईँहरूको सामु फेरि पनि एकचोटि सोसियल मिडियामा अनुहार देखाइदिनु पऱ्यो भनेर आएको है। तपाईँहरूले माया देखाइदिनु पऱ्यो। र यस्तो छ यहाँको माहौल, अहिले गर्मी भनेको 40 डिग्री पुगेको छ। म चाहिँ अहिले साउदी अरेबिया छु है। त्यस्तै छ। तपाईँलाई यहाँको लोकेसन देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ गाइस, यस्तो हावा चलिरहेछ तातो तातो। फेरि गर्मी चाहिँ अब तपाईँहरू भन्न सक्नुहुन्छ यस्तो ठाउँमा हिँडिरहेको छु कस्तो गर्मी होला। तपाईँहरूले फिल पनि गर्न सक्नुहुन्छ होला, यही भिडियोबाट फिल गर्नुहोस्। र यो हेर्नुहोस् त कस्तो गर्मिलो ठाउँ छ। त्यस्तै छ गाइस खाडी मुलुकको अवस्था। र खाडी मुलुकमा बस्ने हामी जस्ता नेपाली होस् यहाँ कोही पनि मान्छे होइन, तिनीहरूको अवस्था यस्तै नै छ। गर्मी झेल्नुपर्छ है। मेरो चाहिँ ड्युटी नजिक छ, त्यही भएर म हिँडेर गइरहेको छु। र ड्युटी नजिकै त्यहाँ पारि हो, रुम चाहिँ उतानिर हो। त्यो बिल्डिङ देखिरहेको नि, यो स्ट्रेट रातो बिल्डिङ, यसको पछाडि छ मेरो बिल्डिङ। त्यहीँ बस्छु म है। फेरि भेट्दै गरौँला गाइस। सी यू सुन नेक्स्ट भ्लगमा। ओके बाई।